Hello guys, welcome back to my vlog after long time. हामीलाई यसो आज हाम्रो लास्ट ट्रिपको जा सकेको बेला चाहिँ यसो हल्का केटाहरूसँग बाहिर यसो निस्क्या यो ठाउँ ठ्याक्कै गेस गर्न सक्नुहुन्छ तपाईहरुले। सिद्धान्त के छ, ठीक छ नि? So hello everyone, welcome back to my vlog. So हामीसँग हुन्छ रजित। आज रजित के छ हालको? एकदम ठिक छ। तपाईहरुको कस्तो छ? मैले अहिलेसम्म कलेज लागेको थिएँ हैन? कलेजको केटाहरूलाई त्यति इन्ट्रोड्युस गराएको छैन। सो हियर इज मिस्टर रजित वाग्ले, रजित वाग्ले, मोस्ट इन्टेलेक्चुअल म्यान अफ सेक्सन बी। उसको पाली आउने बाँकी छ। तिम्रो अगाडि 1 मिनेट तिमीलाई ल, 1 मिनेट 30 सेकेन्ड ल, इन्ट्रोड्युस योरसेल्फ। एकछिन पकाउन वेट, डिस्टर्ब नगर्नु। इन्ट्रोड्युस योरसेल्फ। My name is रजित राज वाग्ले। अलि छोरी छोरीले म रजित राज वाग्ले हुँ। Yes. म काठमाडौँको बासिन्दा, गाउँ मेरो चितवन, ओके गाउँ मेरो राजकुमार, थर मेरो वाग्ले, कट्टर बाहुन, कट्टर बाहुन भैँसी पनि खाइदिने उपाधि हो फेरि, उपाधि हो। ल उसको टाइम सक्यो, अब हामी अर्को नेक्स्ट पर्सनसँग जानु। के छ, ठिक छ नि? सरी छ नि ल तिमी आफ्नो इन्ट्रोडक्सन दियो 30 सेकेन्डमा एकदम। म चाहिँ होइन समीक्षु छ होइन, आज केटाहरूलाई सबलाई होइन सेन्ट जोसेफ केटाहरूलाई एक्जाम सेक्जाम सकाएर यसो पाटनतिर घुमाउनु ल्याएको। नाइस नाइस। अनि यो चाहिँ पाटन दरसको हेरै केटा ओके ल, यो चाहिँ उसको कोर एरिया है। कोर एरिया जन्मेको हुर्केको यहाँ सब गरेको नै यहाँ उसले होइन, गर्न बाँकी पनि यतैतिरै हुन्छ हुनेवाला छ होइन। मैले भनेको चाहिँ बेसी गरेर बस्नु पनि है त अनि ठिक कुरो दोस्त। अनि अस्ति हाम्रो यहाँ सानो एउटा के इस्यु आयो भनेर जस्तो थियो होइन, के भएर अस्ति यहाँ अस्ति चाहिँ यहाँ दुईजनाको बिचमा फोनकोमा काण्ड भएर दुईजना झगडा भएर मर्डर भएको केस ठाउँ चाहिँ ठ्याक्कै ठाउँ त्यही हो। ल ठिक छ, अब हाम्रो अब के छ डेस्टिनेसन, हामी कहाँ जानेछौँ, के गर्नेछौँ। अब हामी त एकदम ब्ल्याङ्क हो नि त। तिमी त अब यहाँ एकदम यहीँ हुर्केको मान्छे लोकल एकदम एस्थेटिकवाला भाइब आउने गरी खानासँग। ल यो हात्तीको इतिहास भन्नु ल, के इतिहास चाहिँ यो हात्तीको इतिहास। ए जोस यस्तो हो क्या, एउटा समथिङ बङ्गलादेशको है कताको राजा, त्यसै एकदम एन्सियन्ट टाइममा बङ्गलादेशको राजा तिनीहरू आउँदाखेरि चाहिँ क्याप्चर गर्न खोजेको थियो अरे क्या यता। अनि यता पुरा ध्वस्त पार्दै थियो अरे क्या, सब बिल्डिङ सिल्डिङ सब ध्वस्त पार्दै थियो अरे। अनि त्यसले कि राजाले यहाँ त अर्को एनिमी आउँदाखेरि पुरा ध्वस्त पार्दै थियो अरे क्या। अनि त्यसपछि एज अ हुन्छ नि सिम्बल, अब अर्को पालि चाहिँ आयो भने चाहिँ नछोड्ने भन्ने टाइपको चाहिँ यो आन्सर लेखे जस्तो होइन। ल ठिक छ, उसले वेल एक्सप्लेनेसन दिइरह। हामीले चाहिँ त्यो अघिको गाइड जति काम नलागेर अर्को नयाँ गाइड हायर गरेका छौँ। सो लेट मी इन्ट्रोड्युस आवर न्यू गाइड। सो हियर इज आवर न्यू गाइड। के छ अनि सक्षम, सरी सुसन। अनि तिमी अहिलेको नयाँ गाडी होइन, हामी कहाँ जान लागेर छौँ? यही हो अगाडि, ठ्याक्कै अगाडि 5 पैताला। 5 पैताला। ल सर त तिमीलाई पनि यो ठाउँको बारेमा वेल नोन छ है, किनभने ऊ नेवारै हो। अलिकति त्यही भएर नेवार होइन, नेवार होइन, नेवार ठाउँ होइन, नेवारी ठाउँ होइन होइन खानेकुरा नेवार। पाटन त बेसिकली नेवारी हो नि त, यहाँ त ओरिजिन नेवार हो। काठमाडौँको नेवार पनि होइन। ल ठिक छ, फेरि तपाईँहरूलाई म एकजनासँग इन्ट्रोड्युस गर्न चाहन्छु। हाम्रो क्लासको चाहिँ बेसी लेट इन्ट्रोड्युस यु माई फ्रेन्ड, एक्जाम पार्टनर है ऊ चाहिँ मेरो। तर योपालि कस्तो भन्दाखेरि ऊ ठ्याक्कै अगाडि, म ठ्याक्कै पछाडि होइन, यस्तो तल माथि भयो, बिहाल भयो बिचरा बिहाल। अनि सक्षम के छ? ठिक छ नि सर। अनि ऊ आज फुटसल क्यान्सल गरी हामीसँग यहाँ घुम्न आएको होइन। क्यान्सल त भएको छैन होइन, आउन ए सरी क्यान्सल उसले चाहिँ गरे, रिजेक्ट गरे भनौँ न होइन, रिजेक्ट गरेर होइन। ऊ फेरि यस्तो डेन्जर फुटबल खेल्ने हो कि पुरै गर्ने, त्यो चाहिँ लाइफ है, लाइफ नो टु डिस्क्राइब है। अनि के छ तिम्रो इन्ट्रोड्युस दियो नि त 30 सेकेन्डमा। इन्ट्रोड्युस योरसेल्फ इन 30 सेकेन्ड। मेरो नाम चाहिँ सक्षम थापा। द्याट्स इट। है त्योभन्दा बढी मलाई ऊ फेरि +2 कहाँ गरेको सेन्ट जेभियर्स जाउला खेल। यस्तो खतरा मान्छे हो, एक्जाम एक दिन पढेर आज होल नाइट पढायो, उसले सुतै छैन, त्यही पनि हामीसँग आएर छ। ठिक छ। सो गाइज वी हेभ ट्राइड दिस भेरी लोकल अथेन्टिक आलु चप इन पाटन है। हामी चाहिँ यो पुच्छर बिनाको कुकुर र गन्तव्य बिनाको मान्छे जस्तै भइसक्यो। काम टेस्ट छ है फ्लेभर। आफ्नै ठाउँको टुरिस्टको मान्छे हो। मलाई धेरै नलाउनु
दाम यस्तो बवाल टेस्ट तातो होइन दामी यार थ्याङ्क यू समीक ब्रो यार गरेर यो एकदम हिरोइन यस्तो आलुचप खान यस्तो मिठो छ होइन Shining on a cloudy day, and it don't matter what you say, 'cause even if the sky is falling, I'ma do it anyway. So save your worries, slide your loving. I can feel that good things coming. Finally believe that it's gonna be a bright one here. त्यो बिरो भइरहेछ दामी बिरो भयो सक्छौँ कस्तो लाग्यो के मान्नु रेट गर 10 मा रेट हाल्न त कति हाल्छौ रेट आउट अफ 10 8.5 तिमी 4 4 तिमी रेट हाल्न त कति 10 मा कति रेट हाल्छौ 8 सिद्धान्त 5 रोचक रेट हाल न आउट अफ 10 8 समीक 7 स्पन्दन 7 प्रशान्त यो भने होइन यो रेट हान्नु चाहिँ फेरि यो होइन 800 10 on 10 8 श्रेयस रेट हाल 17 ए अननोन मान्छे कति 7 म पनि 7 दिन्छु केटा त्यो पिरो हाले चाहिँ मैले है चाहिँ छान्नु चियर्स चाहिँ छान्नु चाहिँ ल रेट भन्दै त यसो सर रेट भन्नु है तेरो दामी हाने उसले उसको अनुहार लास्ट भिडियो यार पिरो है पेट फुट्नै लाग्यो कसम यार कस्तो रह्यो अनुभव भ्लगमा भन्यो त भ्लगमा मैले होइन यस्तो किमा हालेर दिँदै नहेरिकन खाइदिएँ पानीहरू पानी त यस्तो पिरो भइरहेको छ यसो ओए रचित यस्तो रिभ्यू ल्याउ त यता पानी कस्तो छ पानी कस्तो निम्बु पानी विथ किमा एभ्रिवान हाम्रो यस्तो यो फुल किमा नुडल्स मगाएको है केटाहरूले खानै सकेनौ मेरो यत्रो बाँकी छ सक्सेम तिमीले झेली गर है मलाई सब यहाँ हालिदिएर है हो नि त रचितले खाएर सबै उसले अब मेरो पनि अलिअलि खाइदिन्छ है स्पन्दनले खान सकेन है खानी यसरी हो कि पुरै केही बाँकी नै नआएर खानुपर्छ उसले त खान्छ खाने मान्छेको अनुहार हेर्ने उसको पेट हेर्ने अनुहार उसको चाहिँ उसको नि पेट नभएको त पेट भएको हो तर उसले देखिँदैन दिस इज कल्ड सुकेको जिउमा लुकेको भोक के अरे भोक अनि सुन केटाहरू नपत्याउने खोलाले बगाउँछ भनेर त सिद्धान्तै सकाउनु लागिसक्यो खाइरहेको छ बिस्तारै छैन म खानै खान्छ म हेरौँला है गाइस हामीले हेर्नु पर्छ ऊ त्यहाँ हेर न बोटिङ गरेर त्यहाँ नाइस बोटिङ भ्लग हेर्न चाहिँ नछुटाउनु होला है हामीले अहिले सरोजले खाएर सक्छ कि नै भ्लगको एन्डसम्म हेर्नुपर्छ दाइले अस्ति नै अन्डा खाए जस्तै आउने भयो यो क्लिप उसले त पक्कै हान्छ ल रचितले त पक्कै घर भात तिमी खाने घर भात के भात एउटा अर्दैन यार मेरो सरोजलाई त सरेन पानी दिनुपर्ने भइसक्यो लास्टै भएछ बिचरा गाइस भ्लगको लास्टसम्म हेर्ने हामीले सरोजले सक्छ कि नै किमा खाएर सके है यो गल्ती है यो मेरो प्लेट हो यो
उसको त्यहाँ बाँकी त्यो होइन मेरो यो सकिसक्यो मेरो सो गाइस आज हामीले चाहिँ नि किमानुडल एक्सप्लोर गऱ्यौँ पाटनमा अनि आज हाम्रो यति नै हो ग्यादरिङ अब हामी घरमा जानेछौँ हाम्रो मैले यो भ्लग पनि यहाँ इन गरेँ सो स्टे ट्युन फर नेक्स्ट भ्लग थ्याङ्क्स फर वाचिङ र सब्सक्राइब फलो लाइक गर्न चाहिँ नबिर्सिनु होला थ्याङ्क्स फर वाचिङ